अनि भन्दा अगाडिको भिडियोमा मैले पार्ट 1 भनेर त्यो एकैचोटि लामो भिडियो क्यापकटबाट एक्सपोर्ट गर्नु नमिलेको कारणले भिडियोलाई टुक्राएर दुईटा भागमा बनाएको थिएँ। ल यो सेकेन्ड भाग लिएर आएको छु, हेर्नु होला। स्टे ट्युन अन माई युट्युब च्यानल। थ्याङ्क यू सो मच, इन्जोय गाइज। ल यो कपासेमा चाहिँ यस्तो राष्ट्रिय विभूति पार्क रहेछ, यसको भिजिट गरौँ न आएको बेला कस्तो रहेछ होइन, हेरेर आउँ। यस्तो आज तर बर्खामा जत्तिकै हुसु लागेर अँधेरो भयो दिन मेरो फेरि, तर आज सबै भिडियो खिच्न मन थियो, स्टोरेज फुल भयो। सबै यसो हेर्छु चाहिने चिजै छ, डिलिट गर्नु केही पनि छैन। सरी यहाँ अघि भर्खर अनवरत गरेको मूर्तिहरू यहीँ रहेछ, राष्ट्रिय विभूति पार्क। हाम्रो राष्ट्रिय विभूतिका मूर्तिहरू रहेछ। यहाँ महागुरु फाल्गु नन्द, ठेके नानी, पासाङ लानु शेर्पा, अरनीको मोतीराम भट्ट, आदि कवि भानुभक्त आचार्य, यहाँ अंशु वर्मा हुनुहुन्छ, यहाँ शङ्खधर साखुवा हुनुहुन्छ, गौतम बुद्ध पनि राख्नु भएको छ। ल निकै राम्रो पार्क बनाउनु छ। आज यो थप अरू राष्ट्रिय विभूतिहरूको मूर्ति राख्नको लागि खाली ठाउँ रहेछ। राष्ट्रिय झन्डा फहराउनु भएको छ। यहाँ माथिको डाँडाबाट चाहिँ बजारको दृश्य यस्तो छ। यता अलिकति मासतिर घुम्नु गएको थिएँ, अर्को नयाँ सिल्ली सुरु भइसकेको छ। कुन ग्रुप गएको हो पनि? बोम्लुङ भनेको खोट्याङ गाउँपालिकाबाट नम्बर 2 रहेछ उहाँहरू, नवज्योति क्लबबाट। उहाँहरूको पनि निकै राम्रो देखिरहेको छु। यो एकदमै पुर्खाले सिर्जेको सिलीहरू हामी देख्न सक्छौँ र यो पुर्खाको सम्पत्ति हो, घाँसो हो। त्यसो भएको हुनाले यसलाई हामीले संरक्षण सम्वर्धन गरेर अगाडि बढ्नुपर्छ र यसलाई पुस्ता हस्तान्तरण गर्दै लानुपर्छ भन्ने हिसाबले यो सिली प्रदर्शनी आयोजना गरिएको हो। बनाएर गोरु जोड्दै हुनुहुन्छ, पटुवाहरू ल्याउनु भएको रहेछ, पिन्चुला पनि बनाइसक्नु भएको रहेछ। र धेरैवटा प्रतियोगी हुनुहुन्छ, धेरैवटा प्रतियोगी नाच छ। मैले अघि खिचिहालेँ, यो चाहिँ म अलिअलि मात्रै खिच्छु, मेरो फोनको स्टोरेज अलिकति कम भएकोले गर्दाखेरि है त। अर्को प्रतियोगिताको अर्को भिडियो लिएर आखिरमा आउँछु। ल अब चाम्लिङ खाम्बातिङ परिवारले प्रवेश गर्दैछ।
चामलिङ खम्बाती परिवार टेम्पो ओयाङका टिमहरूले आफ्नो सिलिन्डरको सफा गरिरहेको छ। अहिले प्रवेश गर्दै गर्नुभएको चामलिङ खाम्बालिङ परिवारका साकेला सिल्ली प्रदर्शनकारीहरूको चाहिँ वेशभूषामा एकरूपता देख्न सकिन्छ। पुरुष दाजुभाइले लगाउनु भएको र महिला दिदीबहिनी लगाउनु भएको सबैको समान खालको एउटै डिजाइनमा एउटै कलरमा देख्न सक्नुहुन्छ। प्रतिनिधिहरूले चाहिँ हाम्रो मुख जुठो पार्ने भन्छ, भाषामा के भन्छ मलाई थाहा छैन, मुख जुठो बनाउँदै हुनुहुन्छ उपस्थितहरूलाई। यो चाड रक्सी बाँड्ने हो, उहाँहरूले रक्सी ल्याउनुमा हालेर रक्सी बाँड्दै हुनुहुन्छ। अहिले प्रदर्शन भइरहेको सिल्लीहरू यस्तै यस्तै छन्। मैले चाहिँ यो फोनको स्टोरेजको कारण सबै रेकर्ड गर्नु असमर्थ भएँ। फेरि अर्को दोस्रो प्रतियोगीको पनि भिडियो रेकर्ड गर्नेछु। यो टोलीको चाहिँ म यतिमै इन्ड गर्छु। अर्को प्रतियोगी फेरि आइसक्नु भएको छ ग्राउन्डमा आफ्नो साकेला सिल्ली लिएर।
처음에 오선만 가니까 오시니 올라니 옵살로 끊기 오시니 올라니 오선이가 너무 같으니까 우쿠모서도 로마고 우쿠모서도 뛰라고 뛰라 생각도 막겁나 발로 하라 나이 마모 로리사 칼레가 디 파파 로리사 쿠파 파마 캬마 코타리파 다레미 뛰라나 uku timpa di sana, nipu sana, patap papu sana uku yun don lodu matirako uku mima kemaisi lodu mita dosi tirina uku sei lodu matirako asadakango ani uku shirida maku bokatima hekatima tima पछि उहाँमा तिनीहरूको वापा दाका बखेरा खोजालिपा दोहोऱ्याएको चारवटा तिनीको तिनीहरूका खोजालिपा दाका तावा दाका चाप्चामा फेरि पाप्नु ताई तिनीहरूका चाप्चा दाका खोपेल माको लाभे रोमाको खोजालिपा फेलमाको तिनीहरूका एवा दाका नाइमा दाका बेलपा मुबोली दाका तयामा ख्यामा तिनीहरूका फाकमा दिदिन तिनीहरूका तयामा ख्यामा दाका तारे वासा त तिमी चिप्तो कावा कागे बोब्ले तिपारु जालपा माकर हाकर तिनी मुसी दोरा दोसी एकोरा छोरी मुसाल मुमा पारुदी तारे वासा उहाँहरू हुनुहुन्छ खोटेहाङ गाउँपालिका वडा नम्बर 5 चिप्रिङबाट हाम्रो उपाध्यक्ष रूपेश राईज्यूको बुढा मेरो प्रिय मित्र रूपेश राईज्यूको पाका बुढियामा पनि झ्याम्टा बजाएर आउनु भएको साकेला प्रदर्शनको लागि चिप्रिङ साकेला सिली प्रदर्शनी समूहको लोपा सिली जाम्टा सिली लाभे सिली त्यसै गरी आयामा सिली रहेको छ देख्न सक्छौँ सुनिएको छ एकदमै राम्रो ढोल बजिरहेको छ ए यो दिदीले स्वयंसेवक छैन क्या हो सरी साथीहरूले हटाउँदै हुन्छ उहाँहरूलाई कल्याणकारी समाज जिल्लाकारी समितिले प्रदर्शन गर्नुहुनेछ र
यता सिल्ली पर्दछ नि समूहबाट जोस जाँगर लाएर नाचिरहनु भएको छ सिल्ली उधौली साकेलाको अवसरमा।
अहिले पनि सिलिसक्नु भएको छ, बिदाय माग्दै हुनुहुन्छ। सिल्ली फरक तरिका देखियो। अगाडिबाट आउँदाखेरि ढोलाकेहरू अगाडि, अरू पछाडि, अहिले पनि ढोलाके पछाडि। मान्छेले चाहिँ कछु हान्दै हुनुहुन्छ। यहाँ फेरि अर्को टोली, अर्को प्रतियोगीहरूले साकेला सिल्ली नाचिसक्नु भएको छ। उहाँहरू कहाँबाट आउनुभएको त्यो चाहिँ मैले सुन्नै पाइनँ। अघि अलिकति बाहिर गएको थिएँ। ठिकै रम्दा ढोल झन्डाको ताल, ढोल झन्डा मिठो बजिरहेको छ, नाच्नु लाग्ने। बुढाबुढीदेखि केटाकेटी सबै अजगर प्रतियोगितामा देख्न सकिन्छ। हाम्रो किराँतीहरूको यो एउटा महान चाड, एउटा मौलिक संस्कार, हाम्रो आफ्नै परम्परा छ। विशेष गरी साकेला सिल्ली चाहिँ हामी किराँतीहरूको चाहिँ प्राकृतिक पूजक, हामी प्राकृतिक सिकारी भएकोले प्रकृतिसँग मेल खाने हुन्छ। यसको सिल्लीहरू चाहिँ प्रकृतिसँग तुलनात्मक रूपले नजिक रहेको हुन्छ। सबै प्रकृतिलाई नै दर्शाउने गरी सिल्लीहरू हुन्छ। खुट्टाको सिल्ली, हातको सिल्ली, विभिन्न अब यो वन जङ्गलदेखि लिएर घरवासीदेखि लिएर खेतीपातीदेखि लिएर सबै खोरीबारी, चुली, वन्यजन्तु, घरपालुवा जन्तुको सबै किसिमको जन्तु नाममा सिल्ली हुन्छ। यो के सिल्ली नाच्दै हुनुहुन्छ, मलाई चाहिँ सिल्लीको नाम थाहा छैन, बिर्सिहाल्छु, आउँदैन। तर सबै सिल्लीको आफ्नै नाम हुने गर्दछ। निकै जाडो बढेको छ यो कपासे भन्ज्याङमा, तर पनि मजाले नाचिरहनु भएको छ हाम्रा प्रतियोगीहरू। बजारको अरू दृश्य छ, अब मान्छे अलिक कम भइसकेको छ, घर जानु थालिसक्नु भएको छ। कति जाडोले, कति चाहिँ घरमा कहाँ गएर सुँगुर कुरा गर्नुपर्छ, गाई बस्तु गर्नुपर्छ भन्दै दिदीबहिनीहरू आमाबाहरू लागिसकेको छ। हाम्रो चिप्रुङको टोली नाचेर यहाँ थकाइ मार्न आउँदै हुनुहुन्छ। उत्कृष्ट नाच्नुभयो। तपाईँको नृत्य सबैभन्दा राम्रो थियो मिस। भाउजू आज सबैभन्दा राम्रो तपाईँ नाच्नुभयो। सबैभन्दा राम्रो तपाईँ नाच्नुभयो। ध्यानहरू बेर्दै हुनुहुन्छ अहिले। ल अब चाहिँ लगभग म भिडियो खिच्दिनँ होला। भिडियो खिच्दा हात पाएर निकाल्नु पर्ने रहेछ, जाडो हुँदो रहेछ, जाडो भयो। अनि अब आजको प्राइज डिस्ट्रिब्युसन चाहिँ कसले प्राइज उठाउँछ त्यो पनि थाहा छैन मलाई। अब त्यो बेलासम्म बस्ने बेलासम्म अलिक अबेला हुन्छ होला, अँधेरो हुन्छ होला, रात पर्छ होला, हामी जान्छौँ होला, जानु पर्ला। पहिलो विजेता हुनेलाई बधाई छ, दोस्रो चाहिँ सबैलाई उपन्या होला। अब म चाहिँ यो आजको भिडियो दिने गर्छु। गाह्रो पनि हो, ब्याट्री पनि लो हो, स्टोरेज पनि छैन। ह्याप्पी साकेला सबैलाई, उदौलीको शुभकामना, सबैको शुभ थापे होस्, के भन्न चाहन्छु। भिडियोमा म पुरस्कार वितरण गरेको भिडियो खिच्दिनँ भनेको थिएँ, तर म गइनँ। एकछिन बसेँ, एकछिन यहाँ साकेला नाच रिजल्ट आएको छ, यो म सुन्छु। 150मा 93 अङ्क प्राप्त गर्नुभएको छ। त्यसपछि 95 अङ्क प्राप्त गर्नुभएको छ राङताङ सम्पुलुङ साकेला समूहले। त्यसपछि
108.5 नम्बर प्राप्त गर्नुभएको छ कुपिताङ साकेलुवा समूहले। 110.5 अङ्क प्राप्त गर्नुभएको छ नवज्योति क्लब बोम्लुङले। धेरै उत्कृष्ट सिडी हुँदाहुँदै तपाईँहरूको एउटा अलिकति बढी कमजोरी नाच्दै गर्दाखेरि बाहिरतिरको त्यो घेराभारा तारहरू पनि डोरीहरू तुटिएको गर्नुभएको होला। त्यहाँ अलिकति तपाईँहरूको नम्बर घटेर मात्रै हो, तपाईँहरूको धेरै कुरा राम्रो छ। त्यो अलिकति हाउभाउ मात्रै अलिकति त्यो बढी अरू कुरा अलिक कम रह्यो। म यो कुरा यहाँलाई जानकारी गराएँ। अब 113 नम्बर प्राप्त गर्नुभएको छ किराँत राई यायोका 5 धारे, उहाँहरू तृतीय आउनुभएको छ है। अनि ताम्लिङ महिलाले 119.5 प्राप्त गरेर दोस्रो हुनुभएको छ। तपाईँहरूको नम्बर अलिकति कम भएको भनेको सिली 2-3 चोटि बिगाड्नु भएको छ। सिली मोपाले टिप्नु भएको सिली अरूले 2-3 चोटि बिगाडिदिनु, त्यो आधारमा तपाईँहरूको अलिकति त्यहाँ नम्बर कम भएको छ। नभए वेशभूषा प्रस्तुतिमा तपाईँहरू एकदमै उत्कृष्ट हुनुहुन्छ। अनि 1 नम्बर तपाईँहरूको घटेको भनेको समय 1 मिनट बढी तपाईँले खर्च गर्नुभएको छ। उता घुम्न थाल्नुभयो, त्यही भएर ढिलो भयो। 1 मिनट तपाईँको समय खर्च ढिलो भयो। र प्रथम हुनुभएको छ 120.5 नम्बर प्राप्त गरेर सिप्लिङ साके। बिदा हुन चाहन्छु। हाम्रो निर्णायक मण्डलीज्यूहरूलाई पनि यत्रो घन्टा समय उहाँहरूले हामीलाई मेहनत गरेर सहयोग गर्नुभएको छ। उहाँहरूलाई फाइनली बाटोमा मैले ढोल बजाउनु नाच्नु सिकाउँदा मैले बाटोमा सिकाएकै भन्छु। अनि मैले सिकाएपछि फर्स्ट भयो। बधाई छ चिपिङ टोलीलाई। अब मैले त्यो नसिकाएको भए आज चिप्लेन होला। आजको कार्यक्रम समापन गर्दै 2082 सालको उधौली साकेलाको सम्पूर्ण शुभकामना भन्दै ह्याप्पी साकेला। ल पहिलो स्थान हासिल गर्ने हाम्रो प्रतियोगीहरूको खुसी। ल तपाईँलाई बधाई छ है, बधाई छ। ल बधाई छ है। त्यसै गरी द्वितीय हुनुभएको छ चामलिङ खानमाथिन परिवार हो राई, द्वितीय हुनुभएको छ। उहाँलाई पनि हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छ। र सिलिहाङमा र सिलिहाङमा दुवैलाई यो प्रमाणपत्र र नगद पुरस्कार राशि लिदिन हामी हार्दिक अनुरोध गर्दछौँ। उहाँलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौँ। निकै उत्कृष्ट सिलीहरू हामीले देख्न पायौँ। भरै निकै राम्रो सपना देखिनेछ भन्ने मलाई हाम्रो ठम्मै रहेको छ। विश्व भएको हुनाले अब प्रथम हुनुहुन्छ तेस्रो पुरस्कार लिँदै हुनुहुन्छ द्वितीय पुरस्कार अगाडि बढिसक्नु भएको छ सिलिहाङमा र सिलिहाङमा। त्यसै गरी प्रथम स्थान हासिल गर्न सफल हुनुभएका दोस्रो पुरस्कार रिसिभ गर्दै हुनुहुन्छ समूहको सिलिहाङमा र सिलिहाङमाजीलाई यहाँ आफ्नो प्रमाणपत्र र नगद पुरस्कार राशि लिदिन हार्दिक अनुरोध गर्दछौँ।
धामलिङ खामा टिम परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौँ र चिप्लिङमा पहिलो पुरस्कार रिसिभ गर्न आउनु भएको छ द्वितीय पुरस्कार 10,000 थियो र तृतीय पुरस्कार 5,000 7,000 रहेको थियो। त्यसै गरी प्रथम पुरस्कार चिप्लिङ साकेला सिली प्रदर्शनी समूह र पुरस्कार राशि रहेको छ 15,000। यो पुरस्कार राशि हिन्दू कल्याणकारी समाजले प्रायोजन गर्नुभएको छ। उहाँहरूलाई धन्यवाद दिँदै प्रथम स्थान हासिल गर्नुहुने चिप्लिङ साकेला सिली प्रदर्शनी समूहलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। अब भने मुखिताङ साकेला समूह सहभागी हुनुभएकोमा उहाँलाई सहभागी खाजा खर्च बापत रु 2,000 सहभागी टिमलाई 2,000 खाजा खर्च पनि छ र बधाई छ बधाई छ सम्पूर्ण साकेला समूहले पनि सहभागी हुनुभएकोमा सिधै